ए गाइज हामी यसमा हो फुटबल खेल्ने गाइज तर्फ जङ्गलतर्फ हिँड्दै हो चाहिँ गाइज यहाँ बाघ लहटेछन् बाघ जङ्गलतिर हो गाइज जङ्गलतिर लाग्दैछौँ है हामी अब मृग कालिज बाघ के लहर्दै हिँड्यौँ जङ्गल हो यो ठुलो वन हो सालघारीले ढाकिएछ अहिले हामी हिँड्दैछौँ यहाँ के पाइन्छ है जङ्गलतिर गाइज बरु दुकुर्दै आहा यहाँ रनिङ हो ल भन जङ्गल जाँदैछौँ है सालले हिँड्न पनि दुःख छ अमेजन भन्दा नि ठुलो जङ्गल हो एमाजोनको ठुलो जङ्गल जाँदैछौँ है गाइजहरू यहाँ अघि मृग बाघ भेटेको थियो कता दुकुर्दैछौँ गाइज हामी जाँदै है दुकुर्दैछौँ है कुन बाटो हो अब गाइज दुकुर्दा पनि है सरर जङ्गल गाउँको सबैभन्दा ठुलो जङ्गल हो जङ्गल एमाजोन ठुलो जङ्गल ओहो गाइज गाह्रो छ यहाँ के हिँडेको डाम पनि छ है मृग भागिसक्यो यता अगाडि थाक्यो ओ गाइज हामी आज जङ्गल अवलोकन गर्न हिँड्दैछौँ जङ्गलमा के पाइन्छ ल है हेर्दै जाऊँ है गाइज वर्ष अगाडि आगो लाएर डढेको रुख लडेछ गाइज मौरीको घरले होला जस्तो है मौरीको घर हिँड्यो नि जङ्गल भ्याइँदै जङ्गलै ठुलो सरर जङ्गल हिँड्यो भेटिएन है गाइज बाटो भेटिएन भिर आयो यहाँ ठङ्गा छुर भिर यिनीहरूले मर्ला जस्तो भइसक्यो है गाइजहरू दुकुर्दा गाइज कत्रो भाग्यो यता दुकुर्यो गाइज अहिले हामी आइसक्यो है अलि तलै आइबिया ओइ गाइज झरे गाइज भेटिन्छ गाइज भेटिन्छ गाइज दुकुर्दैछौँ हामी अर्कै फेरि यही जङ्गलको ठुलो घना जङ्गल आइसक्यो यो रुख सुक्यो रहेछ ठुलो रहेछ सुक्यो गाइज हामी जङ्गल हिँडेर यहाँ आइसक्यो लगभग 5 किलोमिटर हिँड्यो 6 किलोमिटर हिँडिसक्यो अझ 20 किलोमिटर हिँड्यो 10 वर्ष अगाडि काटेको फुटो यहाँ मानिसहरूले दाउरा काट्नु भयो रहेछ टन्नै एक खलियो रहेछ दाउरा जङ्गलको बिचमा गाइस ल पुरानो ठुटाहरू हामी ओह्रालो झर्दै अहिले फेरि रन्किएर एमाजोन जङ्गल सकिन ल है हाम्रो एमाजोन झर्दै है गाइस खेतमा काम गर्ला नि कुलो जङ्गली भाइ